बुझ्यो बुझ्यो रे। ल आज हामी सिक्ने नेपालीमा पेज नम्बर कसरी लेख्ने भनेर है। जतिको मैले केही टेक्स्टहरू लेखेको छु नेपालीमा, यसमा त छैन। मानव मैले चाहिँ इन्सर्टमा गएर होइन, पेज नम्बरमा गएर जस्तै अब टप भनेको माथिमा दिने, बटम भनेको तलमा दिने, कुनमा छ लेफ्ट साइड होइन, बिचमा यो राइट साइड कुनमा दिने, मानव म बिचमा दिएँ। यहाँ त अब वान यो त इङ्ग्लिसमा आयो होइन। यसलाई गर्दा नेपाली गरेर यसरी सेलेक्ट गरेर तिमी होममा जान्छौ। होममा गएर यहाँ पिर्ती लेख्छौ भने के आउँछ, यहाँ आइहाल्छ है। यसलाई चाहिँ कसरी ल्याउने त है। यसलाई ल्याउनको लागि अब के गर्नुपर्छ भनेपछि जस्तै अब मैले अन्डो गरेँ होइन। अब यसलाई चाहिँ सबभन्दा पहिला फन्ट हामीले डाउनलोड गर्नुपर्छ, हिमालय भनेर है। यसमा चाहिँ हिमालय टिटी फन्ट भनेर छ। यो डाउनलोड गर्नलाई सबभन्दा पहिला क्रममा जाने, यहाँ लेख्ने हिमालय टिटी फन्ट भनेर यहाँ क्लिक गर्ने है। यहाँ चाहिँ डाउनलोड गर्ने, यो आयो भने यसरी क्लोज गर्नु होइन। यो तपाईँ यसमा क्लिक गर्नु, यो ग्रिनमा क्लिक गर्नु। यहाँ डाउनलोड भइसक्यो, म अलरेडी डाउनलोड गरेको छु छ। अब यसलाई ओपन गर्ने, क्लिक गर्ने होइन, डबल क्लिक गरेर इन्स्टल गर्ने। यसमा त अलरेडी इन्स्टल छ, भएर मैले काट्ने होला, अलरेडी यसमा छ भनेर बुझ्नुपर्छ। मैले गरिसकेको छु। अब यसमा जानु, मेरो यो थियो डकुमेन्ट। ल अब चाहिँ यसलाई चाहिँ वान छ नि यहाँ, अब चाहिँ यसलाई सेलेक्ट गर्नु अनि यहाँ लेख्नु के भनेपछि हिमालय टिटी फन्ट है। यहाँ वान है, यहाँ टू, यहाँ थ्री, यहाँ फोर, सबै चाहिँ जति दिन्छ त्यो। बुझ्यो बुझ्यो रे।